म बारीमा तामुल बारीमा दबाई मार्दैछु र यो बारी गुवाबारी हो। यहाँ सुपारी बारी भन्छ यहाँको भाषाले चाहिँ। हामीहरूको वहाँ चाहिँ तामुल बारी र यहाँ अलिकति गुवा सुपारी लगाएको छ र यहाँ अलिकति जङ्गल छ र उहाँ काकाले दबाई मार्छु भतिज म मार्छु भन्नुभयो र उहाँ मार्नु हुँदैछ काकाले र म पनि अहिले मार्छु पालो गरी गरी। यहाँ लगभग 6 ट्याङ्की जति 6-7 ट्याङ्की खान्छ होला पालो गरी गरी। र यो सुपारीको पुली हो, यो गुवा पुली गुवा गाँस हो यो। त यहाँ निगुरो धेरै रहेछ। यो निगुरो मान्छेले यो सब्जी खान्छन् यो निगुरो, तर यसलाई दबाई मारेर भिडियो गरेको ल हजुर यस्तै हो काका भतिजा। आज काका भतिजा पुरा दबाई मारिदिएछ यसरी र काकाले भन्नुहुन्छ म मार्छु आज भन्नुभयो भने ठिक छ मार्नु नि त भनेर मार्न दिएको। यो हो र यसरी छ सुपारी बगान। काका बाघले मार्नु बरु पुगेन भने भोलि ल्याएर बेसी पनि हाल्नु हुँदैन। निङ्ग्रो त एकैछिन माने त्यति हाल्नु पर्दैन। सिरुलाई चाहिँ बेसी पर्छ। सिरुलाई चाहिँ यता भिडियो गर्छ। निङ्ग्रोलाई त कम्ती हाल्दा भइहाल्छ, सिरुलाई चाहिँ बेसी पर्छ। सिरु मच्छर आम्मा मच्छरको दोलो धुवा छ आज। दोलो काटेको छ है। अब मच्छर त राउन्ड अप दबाईले मिलाएर हानेको राउन्ड अप। यो सुपारी गाँस हो, मैले रोपेको छु तर आज त्यत्रो भयो।